भाइ भ्याउनु त तपाईँलाई सम्मान गर्न चाहन्छु भ्याउनु त भ्याउनु न तपाईँले धेरै योगदान दिनुभएको छ कि हाम्रो देशको लागि भनेर भ्याउनु त तपाईँलाई सम्मान गर्न चाहन्छु म हाम्रो संस्थाबाट गुट्खा खाएर कहाँ फाल्नु हो खोल खाएर कहाँ फाल्नु हो गुट्खाको खोल खोइ ऊ त्यो कसको त्यो थाहा छैन भर्खर खुट्टा फालेको थाहा छैन धेरै हाम्रो देश चाहिँ सफा बनाउनलाई अभियानमा तपाईँले साथ दिनुभएको ल नागरिक हुनुहुँदैछ सफा नागरिक हुनुहुँदैछ ल थ्याङ्क यू यहाँ समात्नुहोस् थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू हो यो फाल्नु राम्रो हो कि होइन बाटोमा फाल्नु फोहोर बाटोमा यस्तो गुड्का खाएर फाल्नु राम्रो हो कि होइन नराम्रो हो ल टिप्नुहोस् न ल टिप्नु त ल हाम्रो गल्ती भयो त्यही पनि सम्मान पाउनु भयो नि त तपाईँले त मबाट तपाईँको गल्ती भयो ल टिप्नु त कहाँ हो गुड्का तपाईँको गुड्का कहाँ खाएर फाल्नु भयो तपाईँले देखाउनुहोस् त गुड्का कहाँ खाएर फाल्नु भयो आउनु त ल गल्ती भयो हो ल पकेटमा यसरी ठाउँ राख्ने ठाउँ रहेछ त आज सम्मान पाउनु भयो मलाई चिन्नुहुन्छ मेरो नाम आशिका तामाङ ओ दिदी हाम्रो सम्मान भएन हाम्रो बेइज्जती भइरहेको हो ए बेइज्जती भयो हाम्रो गल्ती हो यस्तो अब गल्ती नगर्ने कहिले जिन्दगी नगर्ने ल कसम खाऊ तर यो राख्नु घरमा ल्याएर राख्नु पास सिक्नु भयो नि तपाईँले होइन ल ल हस् ल धन्यवाद हस्